कस्तो यार यो मान्छे साइको छ जस्तो लाग्छ यार। अनि हजुरको भाग्यमा त परिहाल्यो, अब के गर्ने त। मलाई पनि पर्नु थिएन हजुरको भाग्यमा। अनि कोसँग पर्नु थियो त? अरू कोहीसँग पर्नु थिएन, मलाई बिहे गर्नु थिएन। पहिला त बहुत किचकिच गर्ने तिमी नै हो। मैले के गरे भनेको होला, थिएँ? त्यही गल्ती भयो मसँग। त्यही त बिहे त हुन त डिभोर्स पनि त हुन्छ त। डिभोर्स फाइल गरिदिउँ? हजुरको टाउको गरिदिनु। डिभोर्स गरिदिउँ न त यार। एक दुई वर्ष नभेटौँ अनि पछि फेरि बिहा गरौँला, फेरि 2-3 वर्ष डिभोर्स गरौँला, हुँदैन? हजुर मरिहाल्नुहुन्छ म गयो भने त। कहाँ मर्छु यार? मर्नुहुन्न। दुनियाँमा लाखौँ हजारौँ करोडौँ केटीहरू छन् त। एउटा म मात्रै छु त, म जस्तो म मात्र फेस त मिल्छ तर मन त मिल्दैन। अब खोइ अब त्यही गरौँ न त है। डिभोर्स 2 वर्षको लागि लिउँ अनि 2 वर्ष बिहा गरौँ, फेरि डिभोर्स लिउँ। त्यही सिस्टम गरौँ न अनि त। यस्तो मिठो मिठो कसले खुवाइदिन्छ त? यो कस्तो मलाई उल्टी नआउने हो यस्तो कबाड चिज यार। ओहो, अस्ति पनि तिमीले बदामको बनाएको थियौ, कस्तो घटिया चिज बनाएको थियौ यार। मैले लाइफ टाइममा मैले उल्टी नगरेको मान्छेले त्यो दिन मैले उल्टी गरेँ कि। साँच्ची।